Okay. So, साइबरजी हामीसँग आज साइबरजी हुन्छ। यसरी आउँछ, एउटा बेड छ, यसको चार्जर यति हुन्छ, दुइटा जोड्नु पर्ने हुन्छ। चलाएको फोर नै छ। प्लिज डोन्ट माइन्ड। सो यसको यस्तो हुन्छ, पछाडि बटम हुन्छ, बटम र यसलाई यसरी क्लिक गरेर यसरी जोड्न सकिन्छ। अनि यसको यसरी फ्लिप गरेर एउटा बजाउनु लायकको हुन्छ, यसलाई यतै राखौँ। सो यस्तो छ, जस एकदमै फ्रेटलेस स्ट्रिङलेस भनौँ होइन, गिटार जस मजाकै छ। मैले ट्राई गरिसकेँ। जस बिगिनरहरूलाई चाहिँ एकदमै मजा आउनेवाला छ। बिगिनरहरूलाई गीतहरू सिक्नु छ, मोबाइल एपबाट कनेक्ट पनि गर्नुहुन्छ, इन्डिया म्युजिक। सो स्टार्ट गरिरहँ त। स्टार्ट गर्नुभन्दा अगाडि एक दुईवटा म फिचरहरू भनिदिइहाल्छु। यिनीहरू आउटपुटको लागि पनि छ, साथै हेडफोनको लागि पनि छुट्टै सुन्नलाई नि हुन्छ। चार्जिङ पोर्ट यो भइहाल्यो। यहाँ चाहिँ एउटा बटन छ कि, यो चाहिँ अनको लागि पनि हो। यसबाट भोल्युम पनि म्यानेज गर्नु मिल्छ क्या। अन हुँदाखेरि यस्तो बज्छ है। सो त्यस्तो एकदमै अप्ठ्यारो पनि छैन यो सिक्नलाई, तर जस बुझ्नुपर्छ अलिकति। अनि यो चाहिँ मिडी गिटार हो यिनीहरूको। कोही लिन चाहनुहुन्छ भने मैले तल डिस्क्रिप्सनमा हालिदिएको छु, हेर्नु होला। जस नयाँ नेपालको लागि नयाँ नौलो कुरा हो। धेरैजना ट्रस्ट गर्नु त चाहनुहुन्न होला, त्यही पनि एकचोटि यो रिभ्यू हेरेर चाहिँ केही मन पऱ्यो भने टु कन्ट्याक्ट है। एकचोटि हाने चाहिँ एउटा सानो फ्रेज चाहिँ बज्छ क्या यसमा चाहिँ। मैले अघि सिकेँ जस्तो लाग्थ्यो। अलिकति ट्याप गरेर स्पिड चाहिँ बढाउनु। One eternity later. यसको चाहिँ अर्को कस्तो छ भने यो गिटार टाइपको अलिकति फिल टाइपको आउँछ क्या यो दाबेर चाहिँ। सबै रेकर्डेड हो। रेकर्डेड मिडीमा चाहिँ एकदमै युज गर्ने मान्छेलाई थाहा हुन्छ। रेकर्ड गर्दाखेरि पनि काम दिन्छ कति ठाउँमा चाहिँ। फिचरहरू यहाँ ड्रमहरू पनि बजाउनु मिल्छ। ड्रमको लागि त्यही अघि ट्याप गरेर टेम्पो चाहिँ यसको गिटारको पनि गर्नु मिल्छ, यो ड्रमको पनि गर्नु मिल्छ। अघि टेम्पोमा यस्तो हुन्छ। अरू फिचरहरू कस्तो के छ भने यहाँ फिल भन्ने चाहिँ योहरू चाहिँ अलिकति
ड्रम फिलहरू पनि यहाँ गर्नु मिल्छ। अनि अर्को मेन फिचर भनेको चाहिँ यो स्विच छ क्या यहाँनिर। यो स्विचलाई चाहिँ जब हामीले यता यता गर्छौँ अक्टेभ स्विच हुन्छ क्या। जस्तै हामीलाई यो नाम यो छ जस्तो हामी अलिक लोमा गयो, अझै लोमा गयो, यसरी चाहिँ हामीले स्केलहरू चाहिँ चेन्ज गर्नु मिल्छ भनौँ न। अनि यिनीहरूको पनि स्केल चेन्ज गर्नु मिल्छ। यिनीहरूको स्केल चेन्ज गर्दा चाहिँ अब यहाँनिर टाप्यो होइन, अनि यहाँको चाहिँ यतिसम्म मात्रै हुन्छ लो चाहिँ, यो हाई चाहिँ तर माथि पनि लानु मिल्यो अझै। यस्तै छ अहिलेलाई यही बजिरहेको। अनि यस्तै छ। अनि एउटा सानो गिटार र ड्रमको अथवा सिक्नु केही मन छ भने डु कन्ट्याक्ट मी। म डिस्क्रिप्सनमा सबै राखिदिन्छु, मेरो इन्स्टाग्रामहरूदेखि लिएर मेसेन्जरहरूमा मेसेज गर्नु पऱ्यो भने म राखिदिएको हुन्छु। यस्तो छ होइन, यहाँबाट चाहिँ भोल्युम बढाउनु पनि हुन्छ। अब जस्तै मैले धेरै नै बढाइदिइसकेँ। अनि यसको मेन फिचर भनेको चाहिँ यसको आवाज चाहिँ डिस्टर्ब हुँदैन है। यसको जस्तै प्लगइन गरेर बजाउनु पनि मिल्छ, तर मलाई अहिले यत्तिकै यसको स्पिकरको क्वालिटी सुन्नलाई पनि ट्राई गरेको हो। एकदमै राम्रो छ स्पिकरको क्वालिटी। क्वालिटी ड्रमहरू बजाउँदा नि होइन त्यस्तै। अनि यसमै अब सँगै मिलाएर केही हाल्नु पऱ्यो भने नि यहाँनिर मोड छ, अनि त्यस पछाडि यो चलाउनु मिल्छ क्या। मोड आएपछि मात्रै चलाउनु मिल्छ। अनि यसलाई मोबाइलमा नि कनेक्ट गर्नु मिल्छ। अहिले होइन एकछिनतिर मोबाइलमा नि कनेक्ट गरेर हेरौँ। यहाँ चाहिँ डिफ्रेन्ट आवाज निकाल्नलाई चाहिँ यो चाहिँ लिड गिटारको आवाज रहेछ। यसलाई नि अलिकति यस्तो गरेर खेल्नु। अलिकति पावर कट जस्तै पनि फ्लेभर हाल्नु मिल्ने रहेछ। ठिक छ। यसलाई ड्युल प्ले पनि गर्नु मिल्यो। यस्तै छ। वान मिनट ट्राई गर्दा नि फरक पर्दैन यसमा। यसको एपमा चाहिँ धेरै पपुलर सङहरू चाहिँ छ, त्यसलाई चाहिँ कभर गर्नु ट्राई गर्दा नि, सिक्नलाई चाहिँ कभर गर्नु ट्राई गर्दा नि फरक पर्दैन, सजिलै हुन्छ। यहाँ जहाँ बल्छ त्यति दाब्ने त्यस्तो एउटा आउटले देखाइएको हुन्छ। यो लाइटको देखाउँछ। अहिले त सबै बलिरहेछ त्यो। त्यसो गर्दाखेरि चाहिँ सर्टेन कुन दाब्नु पर्ने त्यो टाइम अगाडि नै चिपिक गरेर बल्छ, कुन दाबिरहेको छ त्यो नि बल्छ होइन। त्यो सिक्नलाई चाहिँ राम्रै म रेकमेन्ड गर्न चाहन्छु। तर एकदमै त्यो कोर म्युजिकल त्यो थ्योरी चाहिन्छ भने चाहिँ यसले पुरा गर्दैन क्या। त्यो चाहिँ कर्ड प्रोग्रेसनहरू सिक्नु पऱ्यो, अथवा बिटहरूको बारेमा सिक्नु पऱ्यो, टेम्पोहरूको बारेमा सिक्नु पऱ्यो, अथवा यो यिनीहरूको मिडी स्पेसली मिडीको बारेमा बुझ्नु पऱ्यो भने चाहिँ यो इन्स्ट्रुमेन्ट एकदमै चाहिने नै हो भन्दा पनि लिइराख्दा फरक पर्दैन। भिडियो हो त्यही हो, खोल्नु लाउनु। यसमा चाहिँ अब स्ट्र्याप चाहिँ एउटा आउँछ। स्ट्र्याप यसको चार्जर आउँछ इन्डियाको, एकदमै राम्रो छ चार्जर पनि। ब्याग त देखि नै हाल्नु भयो।
हुन्छ थ्याङ्क यू फर वाचिङ प्लिज टु सब्सक्राइब एन्डिङमा म अरू गीतहरू मजा आएको एक दुईवटा ट्राई गरेर हालिदिन्छु थ्याङ्क यू Maybe I was wrong and you were right. I don't really wanna have this fight. I just wanna feel like I belong. And every time my heart swings back to you, you're my morning and my truth. All that I can do is sing this song. It ain't that long. Nothing says I love you like your eyes. Fill my lips with carbon dioxide. I just wanna feel like I deserve you, cause you deserve me. Baby, it's the way that you can see what I wish and what I can never be. I just wanna feel like I deserve you, cause you deserve me. This ain't a song for the broken-hearted. No silent prayer for the fake deep